दर्शकबिन हेर्ने कथामा तपाईँ हामीले सबैभन्दा बढी रुचाउने व्यक्ति साथै टिभी प्रेजेन्टर फाउन्डर विद्या चापागाई उहाँको जन्म 2040 सालमा काठमाडौँको एयरपोर्ट भन्दा पूर्वपट्टिको भेग गोठाटारमा भएको थियो। मध्यमवर्गीय कृषक परिवारमा जन्मिनु भएको विद्या उहाँले स्कुल लेभलको पढाइ गोठाटारमा नै पढ्नु भएर आरआर क्याम्पसबाट पत्रकारितामा मास्टर्स डिग्री गर्नुभएको थियो। आफ्नो पढाइसँग केही मिडियाहरूमा काम गर्नुभएको उहाँले सरकारी टेलिभिजन एनटिभीमा प्रवेश गर्ने कोसिस गर्नुभएको थियो, तर नेपाल टेलिभिजनले उहाँलाई असक्षम भन्दै रिजेक्ट गरेको थियो। पत्रकारितामा आफ्नो जीवन देख्नु भएको उहाँले हिम्मत हारेर पछि हट्नु भएन, आफूलाई तिखार्नु भएर पत्रकारको ड्रिम जब मानिने बीबीसी नेपाल सेवामा शानदार प्रवेश गर्नुभयो। 2071 बीबीसीमा प्रवेश गर्नुभएको विद्या उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई साझा सवालमा नम्र शैलीमा चटिला प्रश्नहरू गर्नुभएपछि उहाँको चर्चा झनै बढेको थियो। 2072 को भूकम्पपछि कलाकार राजेश हमाल, मनिषा कोइराला लगायतको व्यक्तिहरूसँग गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रमहरू गर्नुभएपछि उहाँलाई सबैले चिन्न थालेको थियो। बीबीसी साझा सवालमा जागिर गर्ने सिलसिलामा नै विद्या चापागाई र पत्रकार कमल कुमार एक अर्कालाई नजिकबाट चिन्ने साथी भएका थिए। आवाजविहीनहरूको आवाज सुनाउन पत्रकारितामा लागेका उहाँहरू केही समयमा नै राजनीतिक विकृतिबाट निराश हुनुभएको थियो। यही निराशाले अर्कोतिर लाग्ने आशा देखाएर जागिर छोड्ने कि नछोड्ने निकै ठुलो अन्तर्द्वन्द्वलाई चिरेर अन्ततः उहाँहरूले जीवनको सबैभन्दा कठिन कठोर निर्णय लिएर 2074 को अन्तिमतिर जागिर छोडेर युट्युब रोज्नुभयो। तर युट्युब यात्रा सोचे जस्तो सजिलो थिएन। सोसियल मिडियाको सुरुवात भए पनि युट्युबका लागि स्तरीय कार्यक्रम बनाउन मानिसहरू हिचकिच्याउँथे। युट्युबका भित्ताहरू अश्लील र नराम्रो भिडियोहरू जस्ता काण्डे काण्डले भरिन्थे। ठुला र मूलधारका भनिएका विशेष गरी काठमाडौँका टिभी पत्रिका रेडियोहरूले आफूलाई मिडियाको राजा सम्झन्थे। सोसियल मिडियामा काम गर्नेहरूलाई युट्युबे बुङ्गा भन्दै होच्याउने र बदनाम गर्ने समाचारहरू बनिरहन्थे। भिडियो हालेपछि दर्शकहरूले माया गर्नुभयो, तर विद्या र कमल कुमार उहाँहरूलाई धेरैले खिसी गरे। समाज बिगार्न कसैले परिचालन गरेको भन्दै आरोप लगाए। एनजिओहरूको डलर रुचाउने नाटक गरेका, गरिबहरूका कथा बेचेर पैसा कमाउन लागेका भनेर अभिव्यक्ति समेत दिन भ्याए। तर यस्ता आरोपहरूमा अल्झिएर उहाँहरू रोकिनु भएन। यसैबीच हेर्ने कथा बनाउने सिलसिलामा व्यस्त भइरहँदा 2075 विद्या चापागाई उहाँको बुबाको देवसान भयो। विद्या चापागाई उहाँले आफूले सम्हाल्नु भएर हेर्ने कथालाई रोकिन दिनु भएन। 2077 सालको अन्तिमतिर कोरोनाको कारणले मानिसहरू घरमा नै थुनिन बाध्य भए। त्यसपछि मानिसहरूको ठुलो जमात सोसियल मिडियामा रमाउन थाल्यो, जसले गर्दा हेर्ने कथाको भ्युज पनि बढ्दै गइरहेको थियो। कथाले गति लिँदै गर्दा 2078 सालको अन्तिमतिर विद्या चापागाई उहाँको लागि खुसीसँग गाँसिएको एउटा अप्ठ्यारो थपियो। उहाँ आमा बन्नुहुने भयो। आमा बन्नुको खुसी आफ्नो ठाउँमा थियो र हेर्ने कथा पनि आफूले जन्माएको सन्तान जस्तै थियो। चटक्कै माया मार्न उहाँको मनले कसरी मान्थ्यो। निकै कोसिस गर्दा पनि नसक्नु भएर पछि उहाँ करिब 11 महिना बिदा बस्नुभयो। 2078 सालको अन्तिमतिर विद्या चापागाई उहाँले छोरी जुनतारालाई जन्म दिनु भएर छोरीलाई हुर्काउन व्यस्त हुनुभएकोले कथाको लागि बाहिर जान सक्नु भएन। तर कार्यक्रमको स्तर नघटोस् भनेर दर्शकहरूको चित्त बुझोस् भनेर काठमाडौँमा नै बसेर केही कथाहरूमा आवाज दिनुभयो। अनि कमल कुमार उहाँले केही एपिसोडहरूलाई अगाडि पछाडि सारेर तपाईँ हामीलाई विद्या चापागाई उहाँको अभाव खड्किन दिनु भएन। नेपाली पत्रकारितामा सबैभन्दा लोकप्रिय र मिठो स्वरकी धनी विद्या चापागाई हाल काठमाडौँमा नै आफ्नो श्रीमान र छोरी जुनतारासँग व्यस्त भइराख्नु भएको छ। नेपालको पपुलर टिभी प्रेजेन्टर साथै जर्नलिस्ट विद्या चापागाई उहाँको काम कस्तो लाग्छ हजुरहरूलाई? यदि हजुरहरू पनि विद्या चापागाई उहाँको अति नै ठुलो फ्यान हुनुहुन्छ भने उहाँलाई सम्मान गर्दै यस भिडियोलाई एक लाइक गरी उहाँको निम्ति एउटा मिठो कमेन्ट छोड्न नभुल्नुहोला। र यसै गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यस च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। आजलाई यति नै, धन्यवाद, बिदा पाऊँ। जय नेपाल।